जय मिसी अनि नमस्कार यहाँहरू सबैजनालाई। लामो समय बादमा तपाईहरुको माझमा म र मेरो छोरी, मेरो सेकेन्ड चाइल्ड चाहिँ मेरो छोरी हो। अनि ऊ र म चाहिँ आज मुखबाङ गर्ने भनेर आज हामीले यहाँनिर आज भन्दाखेरि पनि यो कति धेरै लामो भयो हामीले भिडियो बनाएको चाहिँ। तर मैले आई डोन्ट नो फर सम रिजन मैले यो भिडियोलाई चाहिँ यसरी यहाँनिर भोइस ओभर गरेर अथवा एडिट गरेर मैले लगाउनै सकिरहेको थिएन। आफैलाई कस्तो हिचकिच भइरहेको थियो। तर पनि आज मैले तपाईहरुको माझमा यो भिडियोलाई लिएर आएको छु। मेरो छोरी सुवर्णा र म चाहिँ पोर्कको मासु अनि किम्ची छ अनि तोरीको साग, आई थिङ्क नर तोरीको साग मैले बिर्सिसकेको छु के पकाएको छु भनेर। तोरीको साग होइन, यो चाहिँ आई थिङ्क इस्कुसको मुन्टा थियो अनि अचार अनि दाल थियो। अनि हामीले मुखबाङ गर्दै थियौँ। अनि मेरो छोरीले चाहिँ जय मेसी भनेर सबैलाई भन्दै थियो। अनि मैले त म त भोइस ओभर गर्ने हो भनेको, मैले बोलेको कता जाने भयो त अनि भन्दै थियो। अनि तर पनि हामीले यो गर्दैछौँ। आई डोन्ट नो के बोल्नु हो, शब्द पनि छैन। तर पनि मेरो छोराछोरीहरूलाई चाहिँ स्पेसली पोर्क र खसीको मासु चाहिँ फेभरेट हो उनीहरूको। अनि बोसो भएको म चाहिँ दिन्न, होस् बोसो नखानु भन्छु, तर पनि उनीहरूले बोसो मजाले खाइदिन्छ। मेरो ठुलो छोरा र मेरो छोरीले चाहिँ बोसोहरू अनि खसीको मासु फेभरेट हो, खान्छ। अनि म चाहिँ यहाँनिर पुरा यहाँनिर मेरो हस्बेन्डसँग पनि गफ गर्दै थिएँ। एकजना भाइ पनि आउनु भएको थियो, त्यसले गर्दा भाइसँग पनि गफ गर्दै खाँदै थिएँ। खानु चाहिँ दामी भएको थियो। यो सुँगुरको मासु चाहिँ मैले स्पेसली कुकरमा लगाएर पकाएर बनाएको थिएँ। अनि स्पेसली मैले चाहिँ कस्तो मलाई चाहिँ किन बनाएर खानु मन लागेको भने तपाईँहरू सबैजनाले चिन्नु नै हुन्छ, फेमस हाम्रो जेना श्रेष्ठ बहिनी है। उसले चाहिँ एकदम त्यो सुँगुरको मासुलाई मजाले पकाएर कहिले कुकरमा लाएर कहिले त्यत्तिकै कराईमा लगाएर पकाइरहेको उसको रेसिपीहरू उसले खाएको देख्दा चाहिँ कस्तो खाउँ लाग्थ्यो क्या हामीलाई पनि। अनि मेरो छोरीलाई पनि एकदम फेभरेट उसको पोर्क भएकोले गर्दा चाहिँ यो सुँगुरको मासु मैले पनि मजाले कुकरमा लगाएर मजाले पाकेको थियो। अनि कुकरमा लगाएर पकाएर अनि खायौँ हामीले, पकाएर बनाएको थिएँ मैले, दामी भएको थियो हो। अहिले भन्दाखेरि मलाई भोक लाग्दैछ कि मलाई यो भोइस ओभर गर्दाखेरि, अन्त मलाई फेरि खाउँ लाग्दैछ हो। अनि कस्तो मिठो भएको थियो। अनि ऊ र म गफ गर्दै खायौँ। अनि मेरो दुइटा मसिनोहरूलाई पनि उनीहरूलाई फेभरेट खानेकुरा मनपर्छ। तर अब अहिले नै उनीहरू एउटा चाहिँ अब 4 वर्षको छ, एउटा 3 वर्ष लाग्न लाग्यो। तिनीहरू मसिनै भएकोले गर्दा सुँगुरको मासुहरू चाहिँ दिँदिनँ स्पेसली। तर म खसीको मासुहरूमा बोसोहरू उनीहरू मन पराउँदैन, त्यो अलिक त्यो गिलो भएकोले गर्दा होला उनीहरू मन पर्दैन। तर उनीहरूलाई म प्रायः जस्तो मासुहरू चाहिँ म स्पेसली कुकरमा बनाएर दिन्छु। अनि सुप खसीको मासु अनि बिफको अनि बफको उनीहरूलाई एकदम मनपर्छ। हाम्रो घरमा खानाहरू मन नपराउने चाहिँ कोही पनि छैन। सबैजना अब यहाँ मेरो 4जना छोराछोरी अमेरिकामा आएर जन्मेको। अनि तर सबैजनालाई उनीहरूलाई खाना नै चाहिन्छ। अनि पहिला त यस्तो हुन्थ्यो, मेरो हस्बेन्ड पनि आजकल चाहिँ त्यसो गर्नुहुन्न। पहिला चाहिँ हामी बाहिर जाउँ डिनरमा भनेर हामी बाहिर डिनरमा जान्थ्यौँ। अनि घरमा फर्केर आएपछि छोराछोरी अनि मेरो हस्बेन्ड चाहिँ ल है बाहिर खाएकोले चाहिँ भएन, घरमा आएर दाल भात त चाहिन्छ, मासु भात त चाहिन्छ भनेर मलाई पकाउन लाउनुहुन्थ्यो क्या। अनि पछि चाहिँ म अब चाहिँ तपाईँहरूले बाहिर डिनर खानु जाउँ भने चाहिँ म चाहिँ जाँदिनँ, बरु घरमै खाने, कि त बाहिर गएर आएपछि घरमा नपकाउने भनेर भनिसकेपछि चाहिँ अब आजकल चाहिँ भन्नुहुन्न, बाहिर गएले अखाउनु हुँदो रहेछ क्या। अहिले त धेरै पनि भयो नि त, लामो समय भइसक्यो अनि बसेको। त्यसले गर्दाखेरि बाहिरको खानाहरू खाएपछि मजाले नै खानुहुन्छ। अनि त्यसले गर्दा घरमा आउँदा चाहिँ पाउनु पर्दैन। तर यो चाहिँ दामी नै भएको थियो। मैले चाहिँ एउटा र आधी खाएँ होला, आई थिङ्क मेरो छोरीले उसले चाहिँ 1 पिस जस्तो खायो होला। त्यही त है, अहिलेको टेक्नोलोजीको जमानामा हामीलाई धेरै कुराहरू हाम्रो हातमै है, हाम्रो आँखाको अगाडि धेरै कुराहरू आउँछ। अनि हामीले जहिले पनि हामीले गर्ने भनेको त जहिले पोजिटिभ कुराहरू लिने हो, नेगेटिभ कुराहरू चाहिँ हामीले छोडिदिने हो। तर चाहिँ स्पेसली हामीले खानाको बारेमा चाहिँ मलाई नेगेटिभ कुरा नै आई थिङ्क नट ओन्ली मी, सबैजनालाई त्यही हुन्छ होला। हामीले खानेकुरा हेर्दै गर्दा चाहिँ है अब कति अब फेरि बच्चाहरू भइसकेर कति धेरै वेट गेनहरू गरिसकेको हुन्छ भने वेट लुज गर्नु पाए नै हुन्थ्यो। वेट लुज गर्ने, जर्नीमा जाने भनेर कति कुराहरू डाइटिङ गर्ने कुराहरू हुन्छ। तर फेरि ठ्याक्कै है सोसियल मिडियामा आएर हेरेपछि खानेकुराहरू देखेपछि चाहिँ कति धेरै खानेकुराहरू पकाएर फेरि त्यस्तै खानु मन लाग्ने अनि खाने अन्त